नमस्कार साथीहरू, आज म तपाईहरुलाई एक्सेलमा नम्बरलाई चाहिँ ब्राकेटमा कसरी राख्ने त भन्ने विषयमा सिकाउन गइराखेको छु। र त्यसको लागि सर्वप्रथम त कुनै एउटा नेगेटिभ नम्बर तपाईले यहाँनिरबाट देख्न सक्नुहुन्छ। र यसलाई चाहिँ अब नम्बरमा फर्मेट गर्नको लागि यो माथिपट्टि रहेको सानो एरोमा क्लिक गर्नु होला। भ्यू मोर जस्तो हो यो नम्बर फर्मेट। र अनि नम्बर फर्मेटमा गएर तपाईले यहाँनिर देख्न सक्नुहुन्छ। अब नेगेटिभ उसलाई ब्राकेटमा राख्ने अप्सन चाहिँ यहाँनिर छ। प्राय जसो फाइनान्शियल स्टेटमेन्टहरु यस्ता स्थितिमा चाहिँ काम लाग्न सक्छ हैन, जहाँ चाहिँ तपाईको इन्कम र अनि त्यसपछि एक्सपेन्सेसलाई चाहिँ ब्राकेटमा राख्न सकिन्छ। त्यो गराउँदा चाहिँ अब यसमा यो नेगेटिभ शब्द चाहिँ अहिलेको करेन्ट चाहिँ यो हो, तर हामीले चुज गर्न चाहिँ कि त रातो पनि सक्यौं अथवा कलरफुल यो जुनसुकै बनाउन सक्यौं। अहिलेलाई ल ठिकै छ, यो जुन ब्ल्याक कलरमा छ, ब्ल्याक कलरमै हामीले बनाउनु चाहिँ यो सिलेक्ट गर्न सकिन्छ। तर ओके गर्न भन्दा अगाडि यो डेसिमल नम्बर पनि छ। डेसिमलमा कतिवटा त नि लिने त नि भन्ने पनि छ। यसलाई चाहिँ हामीले ल 0 नै राख्यो भने पनि अहिलेलाई मिल्छ। अब यो नेगेटिभ शब्द चाहिँ ब्राकेटमा चेन्ज भएको छ। अहिले तपाईलाई डेसिमल चाहिन्छ भने पनि तपाईले त्यहाँ भित्र जानै पर्दैन। अब यहाँनिरबाट यसरी यसले चाहिँ घटाउने बढाउने यो साइडमा माथिपट्टि रहेको छ हैन, कतिसम्म चाहिने हो। जस्तो कि यहाँनिरबाट अब राउन्ड अप पनि हुन्छ नि त, जस्तो 99.28 रहेछ भने हैन, सपोज 99.28 रहेछ भने त यो डेसिमलमा हामीलाई दुईटा चाहियो भने 28 भयो। राउन्ड अप गर्दाखेरि 99.3 भयो। अझै घटाउँदाखेरि चाहिँ यो पनि भयो। यसरी चाहिँ हामीले यो बनाउन सकिन्छ साथीहरू है। नेगेटिभमा रहेको शब्दलाई चाहिँ हामीले ब्राकेटबाट राख्न सकिन्छ। त्यस्तै अब यही चिजले हामीले यहाँनिरबाट अर्को गरियो भने अब यसलाई चाहिँ हामीले नेगेटिभ हटायो भने चाहिँ यो अटोमेटिकल्ली प्लस हुन्छ। र अब जस्तो यो दुईटालाई हामीले सम गर्यो, यो प्लस यो गर्यो भने चाहिँ यसको भ्यालु 0 हुन्छ, किनकि नेगेटिभ र पोजिटिभ जोड्दा 0 भयो। यसरी चाहिँ हामीले कुनै पनि नेगेटिभ अङ्कलाई चाहिँ हामीले ब्राकेटमा फर्मेट गर्न सकिन्छ। धन्यवाद। यो भिडियो तपाईहरुलाई कस्तो लाग्यो? यस्तै जानकारीमूलक भिडियोको लागि हाम्रो च्यानल स्मार्ट ओक्सलाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। अहिलेलाई बाइ बाइ।